सम्पूर्णमा नमस्कार। आज चाहिँ म धरानको नयाँ बस पार्कको भिडियो बनाउन गइरहेको छु। यो चाहिँ मेरो जिन्दगीको पहिलो भ्लग हुनेछ है त। सबैजनाले हेरेर प्रतिक्रिया दिनुहोला। यो देखिराख्नु भएको चाहिँ बाहिरपट्टिको, यो चाहिँ बाहिरपट्टि चाहिँ यस्तो खालको बनाइएको रहेछ। यहाँ साह्रै राम्रो छ। यो नयाँ बस पार्क चाहिँ अहिले सञ्चालन चाहिँ भएको छैन। अहिले चाहिँ धरानको भानुचोकमा नै रहेको छ। पछि यो ठाउँमा सारेपछि चाहिँ भानुचोक चाहिँ एकदम सुनसान हुन्छ होला है, पक्कै पनि। र व्यवस्थित पनि हुन्छ होला। त्यहाँ पनि बजार व्यवस्थापन, बाटो, त्यहाँको भिडहरू एकदम व्यवस्थित हुने देखिन्छ। अहिले चाहिँ भानुचोकमा नै रहेको छ बस पार्क चाहिँ। अब हामी हेर्दै भित्रपट्टि छिर्यौँ है त। भित्रपट्टि चाहिँ यस्तो दामी बनाएको रहेछ डिजाइन चाहिँ, नेपालको राष्ट्रिय झन्डा जस्तै। वाउ, क्या दामी देखिएको छ। माथितिर डाँडा काँडा चट्टसँगले देखिने रहेछ यो ठाउँबाट चाहिँ, यो बस पार्कबाट। चट्टसँगले गमला पनि थुप्रो राख्नु भएको रहेछ यता। मान्नै पर्छ, धेरै राम्रो लाग्यो मलाई चाहिँ। यो नमुना बस पार्कको रूपमा नै लिन सकिन्छ होला। यता चाहिँ फेरि एउटा रातो गमलामा रातो नै फुल फुलिरहेको छ एकदम सुन्दर तरिकाले। यसो हेरिराख्दाखेरि चाहिँ यो एउटा विमानस्थल जस्तै क्या, एयरपोर्ट जस्तै देखिने। एकदमै खतरा र व्यवस्थितै बनाएको छ क्या यो धरानको नयाँ बस पार्क चाहिँ। दामी देखिरहेछ क्या, यसो भ्यूहरू पनि वरपरको त्यत्तिकै फराकिलो पनि छ। एकदमै हेर्दाखेरि सुन्दर रहेछ। ल अब एकछिन हेरौँ है त भ्यूहरू कस्तो छ चट्टसँग। यो चाहिँ मेरो पहिलो भ्लग थियो। के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। साथै यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु।